गुड मर्निङ शुभ बिहानी। हिजो मैले त्यहाँ अब उससम्म मात्रै गरेँ भिडियो होइन। अब हिजो मैले चाहिँ त्यहाँसम्म मैले भनौँ न म अब एक्सर्साइज गर्ने ठाउँसम्मको भिडियो मात्रै मैले तपाईँहरूलाई मैले पोस्ट गरेँ होइन। आज चाहिँ मैले अब यहाँदेखिबाट फेरि अब धेरै टाढा त छैन, अन्त त्यहाँ हेर्नु न है, यस्तो अब देखिन्छ कि देखिँदैन होला है यो जुम गर्दाखेरि। त्यहाँ कङ्कडहरू होइन कस्तो मजाले बसिरहेको छ क्या, कङ्कडहरू दुईवटा कङ्कडहरू त्यहाँ मजाले हेरेर बसिरहेको छ कि त्यो माथि त्यो उसबाट पारिबाट त्यस्तो मजाको छ क्या कङ्कडहरू चाहिँ जेस एकदम धेरै कि। यहाँ चाहिँ अब यो पहिला बार थियो है, यहाँ बारेको थियो, यहाँ बारेको चाहिँ अब यहाँ सबै निकाल्यो कि, निकालेर अब त्यो कङ्कडहरू सबै आउँछ कि घर घरमा आउँछ, आएर अन्त नि त्यहाँखेरि एक्लै भेट्यो भने त त्यसले त हानेर जान्छ, फेरि हानेर जाने। अब यो बच्चाहरू प्ले गर्ने ठाउँ यो चाहिँ होइन, बच्चाहरूलाई प्ले गर्ने ठाउँ यो हो। एउटा विदेशी आयो अनि घरहरू हेर्नु है यस्तो भएको छ। म चाहिँ अब एक राउन्ड माडेर अन्त हिजोको भिडियो मैले त्यहाँसम्म मात्रै गऱ्यो। आजको भिडियो अब यहाँदेखिबाट अन्त कहाँसम्म पुगिन्छ अब है, त्यो हेर्दै जान्नु तपाईँहरूले होइन। सधैँ अब एउटा एकनासको भिडियो भनेर होइन, यो अब भनौँ न हिजोको त्यहाँसम्मको भिडियो आज फेरि यहाँसम्मको भिडियो बनाएर तपाईँहरूलाई म पोस्ट गर्नेछु। फेरि नि अब यो भिडियो हेरेर लाइक सेयर कमेन्ट गर्नु नभुल्नु होला है। सबैले मेरो भिडियो लाइक गरिदिनु। आज मैले देखाउँदैछु अब यो भिडियोहरू है। अब यहाँ इन्डियन बाजे आइपुग्यो अब होइन। गुड मर्निङ बाजे आइपुग्यो अब यही छ अब हेर्नु न अब है। पारी यति रमाइलो ठाउँ छ कि आनन्दको ठाउँहरू छ कि। जेस हाम्रो नेपालमा पनि यस्तो सुन्दर देश बनाइदिँदा कति हुन्छ नि। हाम्रो देशमा त अब के गर्ने, अब भन्नु के भन्ने, म अब यस्तो हाम्रो नेपाललाई अब हाम्रो मन्त्रीज्यूहरूलाई म भन्नु त चाहँदैन है, भन्न चाहँदैन। जे होस् उसले नै अब गर्नुसम्म त गर्नु खोजेको हो। अब एउटाले खुट्टा तान्ने, एउटाले खुट्टा तान्ने, एउटा खुट्टाले तान्ने गर्दाखेरि चाहिँ यो हालत भएको हाम्रो नेपाल चाहिँ है। त्यही भएर विदेशमा अब भनौँ न जुनै ठाउँमा गए पनि कति राम्रो छ। अब लु हेर अब हेर्नु न अब कति राम्रो छ। अब यस्तो सुन्दर ठाउँमा यहाँ जग्गा खाली छ, जग्गा खाली भयो भने ठाउँमा घरहरू यस्तो मजाले बनाएर जोस् यति राम्रो सुन्दर ठाउँ बनाएको छ कि होइन। यति राम्रो अब त्यही गरेर आउँदैछु म है। अब मेरो फेरि अर्को ठाउँको एक्सर्साइज छ फेरि है, अर्को ठाउँको एक्सर्साइज अब कतिसम्म हुन्छ अब त्यहीसम्म हेर्नु है। अब म जस अब अर्को एक्सर्साइज हेर्नु है तपाईँहरूले हेर्नु न। अब यहाँ हुनेहरूले त अब मेरो युट्युब च्यानल देख्यो भने त अब यता है हाम्रो घर छेउको हो भन्ला है। मेरो छोरीको घर चाहिँ यो रोड जाने हो। ऊ त्यो हरियो गाडी छ नि, त्यो मेरो छोरीको गाडी हो। त्यो चाहिँ यहाँबाट जाने हो कि। मैले उहाँबाट घुमेर आएँ नि म, यहाँबाट चाहिँ यो रोडबाट चाहिँ ऊ त्यो हरियो गाडी भएको चाहिँ त्यहाँ हरियो गाडी छ एउटा, यहाँबाट देखिन्छ हरियो गाडी भएको चाहिँ मेरो छोरीको। आज छोरीहरूले चाहिँ गाडी अर्को लानुभएको छ, अर्कै अब ठुलो गाडी लगेछ, यो सानो गाडी चाहिँ राखेर गयो। अब म अब नजिक छ जिउस हामीहरूलाई एक्सर्साइज, बुढाबुढीहरूलाई एक्सर्साइज गर्ने ठाउँ चाहिँ नजिकै हो कि, नजिकै हो। त्यहाँबाट अब यहाँसम्म आउनलाई नजिकै हो नि। अब त्यही भएर यस्तै गरेर बिहान यसो अब 2 मिनट जति त लाग्छ एक्सर्साइज गर्नलाई। सधैँ आउने एक्सर्साइज, खुट्टाको लागि एक्सर्साइज गर्ने यसो अब खुट्टा अब यसो भनौँ न आफूलाई शरीरको लागि पनि हल्का हुन्छ। लामो भिडियो चाहिँ लामो हुन्छ कि हुँदैन हो है, लामो भयो भने त फेरि जे हुन्छ
हेर्नु न अब त्यो ठाउँमा अब हामी परको सालमा आउँदाखेरि त्यहाँ खाली थियो। अहिले अब अहिलेको सालमा आउँदाखेरि त्यहाँ घर फुल भइसक्यो अब ए एकदम घर यो पुरा घरहरू बनाउने त अब पुरा घरहरू बनाउने हो। ल अब यो चाहिँ अब एउटा एक्सर्साइज भयो। अब यो खुट्टाको लागि चाहिँ है, यो चाहिँ खुट्टाको लागि यो चाहिँ खुट्टाको लागि हो। खुट्टा यहाँ राख्ने, त्यहाँ बसेर खुट्टाको लागि एक्सर्साइज चाहिँ हो होइन। एकदम राम्रो मजैसँग थका लाग्यो वहाँदेखि हिँड्दा आउँदाखेरि आया म एकछिन बसिन्छु अब।